चाइनासँग लड्नु छ कि भारतसँग लड्नु छ? हामीले त आफ्नो पहिचान खोजेको हो, आफ्नो कुनको पहिचान स्थापित गर्न खोजेको, कसैसँग लड्नु होइन। आज नेपालको 142वटा जातमा जम्मा 14,000 जनसङ्ख्या भएको थकाली जात किन 1 नम्बर जात भयो त? यदि जनसङ्ख्याको आधारमा हुने हो भने जम्मा 14,000 जनसङ्ख्या भएको थकाली जात नेपालको सबभन्दा धनी जातमा पर्छ। जम्मा 14,000 जनसङ्ख्या भएको थकाली जात 142वटा जातमा उन्नत जातमा पर्छ भने 2 नम्बरमा नेवार दोस्रो स्थानमा पर्दछ। सबै पुनहरू एउटै छाता पनि रहेर सबै एक झिक्का हुने हो भने संख्याको हिसाबले पनि हामी नेपालमा 25औं भन्दा भित्रको स्थानमा रहन्छौँ र लगभग उन्नत हिसाबले पनि 25 भन्दा पछाडि पक्रिने यो मेरो ग्यारेन्टी हो, यो मेरो ग्यारेन्टी हो। किनभने उन्नत जात हुनको लागि मापदण्ड छ, त्यसको संस्कृति, त्यसको आर्थिक स्थिति, त्यसको सामाजिक स्थिति, त्यसको जनसङ्ख्या, त्यसको अनुशासन, त्यसको धर्म, त्यसको चाहिँ तपाईँको व्यवसाय, हरेक कुरालाई मूल्याङ्कन गर्छ। तर पुनहरू त अहिलेसम्म मागी खाने त छैन नि, बरु दिएर खाएको थाहा पाउँछु, मागेर खाएको पुनहरू मैले थाहा पाएको छैन। यस्तो जाति पक्कै पनि राम्रै स्थानमा हुन्छ हामी। तर यहाँ इतिहासले हामीलाई हेऱ्यो, इतिहासले हामीलाई विलय गराएको कारणले हामी यो अवस्थामा पुगेका हौं। यसमा हाम्रो पुर्खाको केही दोष छैन, राज्यले हामीलाई यो अवस्थामा पुर्याएको हो। अहिले जो पुनमगर भन्नेहरूको दिमागमा पर्नुको स्वाभाविक कारण के हो? उनीहरूको कुरो के छ भने हामी जुजुबादीदेखि मगरै भन्दै आएको, मगरै हो भन्छन्। त्यो बाहेक कुनै ठोस प्रमाण छैन, फेरि त्यो बाहेक कुनै ठोस प्रमाण छैन। सिर्फ भन्दै आएको कुरालाई मात्रै उहाँहरूले आधार मान्नु भएको छ। तथ्याङ्क विभागको अन्तर्वार्तामा पनि उहाँहरूले त्यही भन्नुभएको हो। तर जिजु र बाजे भन्दा माथि कति जिजु बाजे थियो भन्ने कुरा याद गर्नु पर्यो के। जम्मा आफूले इतिहासदेखि यताको कुरालाई मात्रै गरेर हुँदैन, कति पुस्ता जिजु बाजे पहिला के थियो भन्नेमा जानु पर्यो। त्यस कारणले म अब यहाँ केही इतिहासका कुराहरू बताउन चाहन्छु। तपाईको जात हुनको लागि आफ्नो सेपरेट भाषा हुनुपर्छ। नम्बर 1, हाम्रो भाषा थियो, भाषा नभइकन जात हुँदैन। कृपया ध्यान दिएर सुन्नु होला, म इम्पोर्टेन्ट कुरामा आउँदैछु। भाषा थियो, अहिले मेरो शरीरभरि भाषा छ। हाम्रो पुनहरूले यसलाई के भन्छ? गोलफाला। गोलफाला नेपाली भाषामा गाला, नेपाली भाषामा गाला, कुन भाषामा गोलफाला। यसलाई के भन्छ? नेपाली भाषामा रुद्रघण्टी, कुन भाषामा? किर्लिङ। यस, यसलाई के भन्छ? नेपाली भाषामा परेला, कुन भाषामा? मिछा। यस, यस्तै यस्तै उदाहरणको लागि नेपाली भाषामा नाइटोलाई नाइटो भनिन्छ भने कुन भाषामा के भन्छ? राइट। नेपाली भाषामा टाउको भनिन्छ भने कुन भाषामा के भनिन्छ? काबल। यस, नेपाली भाषामा तिहारा भनिन्छ भने कुन भाषामा के भन्छ? टेकुल्चे। भनेको यो पनि एउटा भाषा हो। तर पुनहरूको भाषा लोप भइसकेको अवस्थामा छ, किनभने मल्लकालीन राज्य व्यवस्थाले पुनहरूलाई भाषाबाट बोल्न बन्देज गरियो। जसले आफ्नो पुन भाषा बोल्छ 120 रुपियाँ 4 पैसा दण्ड जरिमानाको कानुन ल्याए। यस कारणले गर्दा हामी पुनहरू भाषाविहीन भयौँ। हाम्रो भाषा इतिहासका दस्तावेजहरू, तानापत्र, छालापत्र, शिलापत्र, पर्वतको
मल्लासमा राज्य गर्ने मल्लहरूले राज्यले कुन जातिको कागजपत्रहरू बाँसखरको माथिको पाखामा चलाइएको इतिहास छ। इतिहास होइन, अलिखित इतिहास छ भने थुप्रै पुनहरूलाई त्यति बेलाको चाहिँ अग्रज पुनहरूलाई पर्वत जिल्लाको फर्सेमा झुन्डाएर मारेको चाहिँ यसले अलिखित इतिहास छ। त्यस कारणले हामीलाई भाषा बन्देज गराइयो। तपाईँको चाहिँ नि भाषा बन्देज भइसकेपछि सम्पूर्ण संस्कृतिहरू पनि बन्देज हुँदै आए र अन्तमा हामी हिन्दूकरण हुन गयौँ, हिन्दू धर्म मान्न पुग्यौँ र यही पुर्ख्यौलीमा पनि अहिले भर्खरै सुन्नुभयो होला केही कुरोहरू चाहिँ हिन्दूको शब्दहरू घुसेको छ। हामी अहिले बोलेका भाषाहरू सबै नेपाली भाषा बोलिरहेका छौँ, हामी हाम्रो भाषा बोल्न सक्दैनौँ। तर पुरानो बुढापाकाहरू नेपाली र हाम्रो भाषा मिक्स गरेर बोल्ने गरेका छन् अझै पनि। जस्तै म एउटा उदाहरण भन्छु, ओको छोरी त नाउरो छ, ओको बौता ढाब्ले ढाब्ले छ पो, के भनेको थियो बुझ्यो? बुझ्नुभयो? ओको छोरी त नाउरो छ, ओको बौता ढाब्ले ढाब्ले छ पो, बुझ्नुभयो? अध्यक्ष प्रमुख अतिथिज्यू सायद बुझ्नु भएन, तर बुझ्नुभयो कि होइन? छोरी त राम्री छ तर बाउ चाहिँ साह्रै फटा छ भनिएको भने यही त हो त भाषा। मैले भने तपाईँले बुझ्नुभयो तर उहाँले बुझ्नु भएन, यही त हो त भाषा। र यो भाषाको विषयमा हामीले धेरै शब्दहरू सङ्कलन गर्यौँ, लगभग 3000 शब्द सङ्कलन गरेका छौँ र यो 3000 शब्दलाई मगर ढुटसँग पनि हेऱ्यौँ, काइगे शब्दसँग पनि हेऱ्यौँ, तपाईँको खामसँग पनि हेऱ्यौँ, नेपाली शब्दकोशसँग पनि हेऱ्यौँ, मिल्दैन, सेपरेट छ। त्यस कारणले भाषा विज्ञ डाक्टर दानराज रेग्मीज्यूलाई यो भाषा हेरिदिनुहोस्, हाम्रो भाषा हो कि होइन के छ भनेर हेरेपछि उहाँले पहिलो रिपोर्ट तयार पार्नुभयो, यो भाषा नै हो तर यो मृत अवस्थामा पुगेको छ, यसलाई पुनर्जीवित गर्न कठिन छ, यो तपाईँहरूको भाषा शब्दमा मात्र सीमित भएको छ, वाक्य बन्ने अवस्थामा छैन भनेर उहाँले भन्नुभएको छ। त्यति मात्र के भनेका थिए, दानराजलाई धम्की आयो। यो मगर भन्नेहरूले दानराजलाई धम्की के दिए भने पुनर्को अध्ययन किन गरिस् खबरदार भनेर धम्की दिए। के आजको 21औं शताब्दीमा कसैले अनुसन्धान गर्न पाउँदैन? के पुनसभा नेपालले कसैलाई हायर गरेर आफ्नो बारेमा अनुसन्धान गर्ने अधिकार छैन? कसरी धम्की दियो? कसैलाई धम्की दिने अधिकार छ? त्यस कारणले यस्ता धम्कीहरू चाहिँ हामीलाई आइरहेका छन्। त्यस कारणले गर्दा हामीले ती शब्दका भण्डारहरू तयार गरेर हाम्रो संस्कार संस्कृतिमा पाठ पूजा विभिन्न खाले पुनका पहिचानहरूको बारेमा पुस्तक प्रकाशन गर्यौं। त्यो पुस्तक प्रकाशन गर्नको लागि तपाईको सम्पादकको आवश्यक पर्यो। हामीले रिक्वेस्ट गरेर प्राध्यापक डाक्टर हाम्रो तुलसी सरलाई अनुरोध गर्यौं, बारम्बार अनुरोध गर्यौं, हाम्रो किताब सम्पादन गरिदिनुहोस् भन्यौं। हाम्रो आग्रहलाई उहाँले स्वीकारेर सम्पादन गर्नुभयो। उहाँलाई पनि विभिन्न धम्की दियो। के धम्की आयो उहाँलाई थाहा छ। के एउटा सम्बन्धित निकायको विज्ञता हासिल गरेका व्यक्तिले कसैको पुस्तक सम्पादन गर्नु नपर्ने नेपालमा कानुन छ? छैन भने त्यस्ता अभिव्यक्तिहरू किन दिइन्छ?